नानीलाई खेलाउनको लागि हामीले चाहिँ एउटा प्ले सेन्टरमा लिएर आएको छौँ। यो प्ले सेन्टर चाहिँ यो सपिङ मल भित्र नै रहेको छ र अहिले चाहिँ म नानीलाई त्यहाँभित्र लगिरहेको छु र हाम्रो नानी एकदम खुसी भएर गइरहेको अवस्था छ। यहाँनिर चाहिँ नानीहरूलाई खेलाइसकेपछि भोक लाग्यो भने खाने पिउने ठाउँहरू टन्नै छ। यहाँनिर चाहिँ आस्टन भ्यालेन्टाइन के के हो। अब हामीहरू हाम्रो ठाउँमा आइपुग्न लाग्यो बेबी। यहाँ रहेछ ल ल ल हामीले चाहिँ केटाकेटीको एनर्जी लस्ट गर्नको लागि आज यहाँनिर पुरा के भन्छ यसलाई एयरले फिल्ड भएको खेल्ने ठाउँमा चाहिँ लिएर आएको छौँ। आयान्सी कति उफ्रिनु हुँदो रहेछ, उफ्रिनुहोस्। जोएल उसको आयान्स उसको कजिन ब्रदरसँग खेल्नु आएको छ। यहाँनिर यहाँ खेलाइरहेको छौँ, रमाइलो छ। ल खेल्ने ठाउँ चाहिँ धेरै रहेछ, प्रायः जस्तो स्लाइडहरू धेरै रहेछ यहाँनिर चाहिँ। हजुर ल ल ल आयान्स यता जानुहोस् जानुहोस्। आयान्स जोएल यताबाट। गुड जब। जाउँ जाउँ जाउँ, पापा पनि आउँदै। कस्तो राम्रो घर नि बेबी। छिर्नुहोस् अरे। आयान्स यहाँ यहाँ चाहिँ घर जस्तो बनाएको रहेछ होइन। यहाँबाट सट्टै गयो अनि भित्र चाहिँ यस्तो छ है। यहाँबाट गइसकेपछि चाहिँ स्लाइड मार्फत चाहिँ यता आइपुग्छ। रमाइलो छ। ल त है नानीहरूलाई विशेष गरी यो एयर ब्यालुन जस्तोमा चाहिँ खेल्नु ओर्नको लागि बनाएको रहेछ। एकदम सेफ्टी छ, त्यस्तो डर केही पनि हुँदैन। मजासँगले बााउन्स हुन्छ नानीहरू है खेल्नु ओर्नुको लागि एकदम न्याचेक छ भनौँ न। अनि यसरी भुइँमा पनि मजासँगले कार्पेटहरू लगाएर सेफ्टी वाइज लगाइदिएको रहेछ। मजासँग सुल्की खेल्नको लागि यहाँनिर यस्तो बनाएको छ। यहाँ चाहिँ ठुलै पनि खेल्न मिल्छ। जानुहोस् जानुहोस्। गुड जानुहोस् गो जानुहोस् जानुहोस्। वाओ गुड जब, ब्राभो। जानुहोस्, गुड जब। वाओ अब स्लाइड आउनुहोस्। गरेर हाई फाई गरेर जानुहोस्। जस आज केटो खुसी भइरहेछ, रमाइरहेछ हाम्रो आयान्स। ल स्लाइड खेल्दै जाऊ। स्लाइड गो One, two, three, go! Yes! Wow! Hey, good job. Say, Ayans, come. Papa,